फर्सी नेटवर्क हेर्नकै लागि। हेर्दै हुनुहुन्छ फर्सी नेटवर्क तपाईँ हेरिरहनु भएको छ। मनोज तपाईँको साथमा छु र आज हामी चाहिँ यो चाबेलभन्दा केही मासतिर साततले भन्ने ठाउँमा आइपुगेका छौँ। एउटा घरभित्र छौँ होइन, र यहाँ मृगौला पीडित हुनुहुन्छ र उहाँलाई केही सहयोग रकम हस्तान्तरण भर्खरै भएको छ र यो विषयमा सँगसँगै हाम्रो दीपक दाई हुनुहुन्छ लगायत यो यही हेरोफेरोमा रहेर हामी अलिकति कुराकानी गर्छौँ। स्वागत छ यहाँहरू सबैलाई। नमस्कार। नमस्कार, धन्यवाद। दाइ, विशेष अब दाइबाटै सुरु गरौँ होइन। खासमा तपाईँ यहाँ उहाँहरूसँग चाहिँ कसरी जोडिनु भयो? होइन, हामी एउटा जिल्लावासीको हिसाबले पक्कै पनि जोडी नै हालिन्छ होइन। तसर्थ पनि अब उहाँ आजको जुन विषय छ, हाम्रो यहाँ विष्णु कुमार जी अलिकति उहाँको दुइटै मृगौलामा प्रब्लम भएको कारणले गर्दाखेरि चाहिँ सुनसरी समाज युएबाट चाहिँ अब एउटा रकम उहाँको स्वास्थ्यको लागि, उपचारको लागि चाहिँ सहयोगको लागि हाम्रो उहाँ सुनसरी समाज युएका महासचिव हाम्रो यता हुनुहुन्छ। सो उहाँलाई हस्तान्तरण गर्ने यो सिलसिलामा नै खास हाम्रो भेटघाट भएको। ओके, खासमा तपाईँहरूको चाहिँ कसरी भेट भयो? उहाँको मृगौला पीडित हुनुहुन्छ भन्ने कुरा कसरी जानकारी पाउनुभयो के छ? हजुर, नमस्कार। सर्वप्रथम म सुरेन्द्र लामा, सुनसरी समाज युएको महासचिव। हजुर, उहाँलाई कसरी चिन्जान मौका भयो भन्दाखेरि हामीले यसरी मिडियाहरू सर्च गर्दाखेरि हाम्रो सुनसरी जिल्लाकै, म एउटा सुनसरी भएको नाताले उहाँ सुनसरी जिल्लाको हुनुहुँदो रहेछ। मैले पनि न्युजबाट फेसबुकबाट हेरेको हो र हाम्रो त्यही सिलसिलामा हाम्रो सुनसरी समाज युए भन्ने एउटा संस्था छ जुन दुबईमा छ, युए भर छ, दुबई युए अबुधाबीमा छ। सो त्यसै मार्फत हामीले थाहा भएको हुनाले गर्दाखेरि एउटा सुनसरी जिल्लाको दाजुभाइ बिरामी हुनुहुँदो रहेछ, उहाँलाई हामी पनि एउटा केही सानो सहयोग अभियान सुरु गरौँ न त, यसो सानो बचेको रकमले केही उहाँको स्वास्थ्यमा सेवा मिल्छ भने हामी अभियान थालौँ भनेर हाम्रो जति पनि सुनसरी समाज युएका सरहरू हुनुहुन्छ सबैजना मिलेर हामीले सानो रकम उहाँलाई लगभग हामीले सबै टोटल कलेक्सन गरेर 56,005 रुपियाँ चाहिँ हामीले उहाँलाई हस्तान्तरण गर्न सफल भएको छौँ। र आज स्वयं हाम्रो दीपक लिम्बू चर्चित गायक हुनुहुन्छ, उहाँ सबैले चिन्दै हुनुहुन्छ र उहाँलाई निमन्त्रणा गराएर उहाँको हातबाट चाहिँ हामीले हस्तान्तरण गर्ने यो मौका प्रदान गरेको छ। विशेष धन्यवाद उहाँलाई दिन्छु। र हजुर, र बिरामीलाई पनि हामीले आगामी दिनहरूमा हजुरको स्वास्थ्य चाँडोभन्दा चाँडो निको होस्। दुवै मृगौला पीडित हुनुहुन्छ उहाँ, र उहाँलाई अझै पनि हामी सुनसरी समाज युएको तर्फबाट अभियान थालेर केही मात्रामा फेरि अझै पनि हामी सकेको सहयोग गर्ने पहल गरेको छौँ, बाचा गरेको छौँ। जति पनि अनलाइन मिडिया हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावलाई भन्न चाहन्छु कि हामी सुनसरी समाज युए मात्र होइन, जति पनि अनलाइन मिडिया हुनुहुन्छ, जुन सङ्घ संस्था अथवा क्लब आदि इत्यादि व्यक्तिगत हुनुहुन्छ, उहाँले सकेको सहयोग गरिदिएर उहाँको जीवनमा नयाँ जीवन होस् र उहाँलाई स्वास्थ्य राम्रो होस् भनेर म शुभकामना दिन चाहन्छु। धन्यवाद। तपाईँको मनमा भएको कुरा चाहिँ हाम्रो दर्शकहरूलाई के कस्तो भइरहेछ यो पनि भन्नुहोस्। दर्शकहरूलाई धन्यवाद सबैलाई र युए समाज धेरै धेरै धन्यवाद युए समाजलाई मलाई केही सहयोग गरिदिनु भएकोमा, र अझै यो सहयोग अझै पनि गरिदिनुलाई अपिल गर्दछु र सबै देश विदेश रहने दाजुभाइ दिदीबहिनीहरूलाई। र मलाई यो मृगौला पीडितमा लाई बचाइदिनुहोस्। खर्च धेरै लागिरहेछ, खर्चले अभाव पनि भइसक्यो। अब यो फेर्ने भने भइरहेछ, जाँच गर्नु लागि पैसा बढी लाग्ने भयो पैसाको अभावले। अनि सहयोग यसो सबैलाई सहयोग गरिदिनु भनेर यो सुनसरी युए समाजको स्थापना अनि खास यसले के कस्ता कामहरू गरिरहेको छ होइन, अथवा के युएमा हुने नेपाली अथवा त्यहाँ सहभागी भएर त्यो खोलिएको अथवा के हो खास चाहिँ यो संस्था चाहिँ? हजुर, सुनसरी समाज युएको स्थापना 2018मा भएको थियो। सुनसरी समाजले गर्दै सेवाहरू प्रदान गर्छ, जस्तै जति पनि युएमा हुनुहुन्छ अथवा युए मात्रै नभएर नेपाल अधिराज्य जस्तो कि उहाँ सुनसरीको हुनुहुन्थ्यो, भोलि हामी सुनसरी मात्रै नभएर अरू जिल्ला पनि हामी सहयोग गर्ने अभियान थाल्दैछौँ। र सकेको सहयोग एकली थुकी सुकी सैली थुकी नदी भन्छन्, त्यस्तै हजुरको सानो सहयोग रकमले सबैलाई सहयोग पुग्छ। जस्तै अहिलेसम्म हामीले सुनसरी समाजले के कार्यक्रमहरू गर्यो भन्दाखेरि सुनसरी जिल्ला इटरीको उपनगरपालिकामा हामीले निःशुल्क प्राथमिक उपचार अभियान
हामीले सञ्चालन गरेका थियौँ र हामीले कम्प्लिट गऱ्यौँ। सुनसरी समाज मुख्य आयोजक गरेर हामीले उहाँलाई जति पनि सुनसरीवासी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो उहाँलाई निःशुल्क हामीले प्राथमिक उपचार हामीले चाहिँ गरेको थियौँ र शिविर थालेको थियौँ। हजुर हजुर। अनि दोस्रो भनेको हामीले यस्तै लालचम सदा भन्ने एउटा जुन गरिब परिवारको हुनुहुँदो रहेछ, उहाँ पनि सुनसरीकै हुनुहुन्थ्यो। उहाँलाई चाहिँ अब घरमा काम गर्नुहुँदो रहेछ, आर्थिक स्थिति कमजोर भएको उहाँलाई बिचरा अब आफ्नो परिवार छान्न पनि दौलत थियो, त्यही माथि भएको हुनाले गर्दाखेरि उहाँलाई हामीले पनि यस्तै उहाँलाई जस्तै हामीले केही रकम आर्थिक सहयोग गरेको थियौँ। र त्यसै गरी हामीले यहीमा रहेका विभिन्न दाजुभाइ दिदीबहिनी जति पनि समस्या पर्नुहुन्छ, कतिलाई कम्पनीको कामदारबाट कामहरू नदिएर होइन घर पठाउन गाह्रो पर्ने ती त्यस्ता हामी सेवाहरू पनि हामीले उहाँहरूलाई चाहिँ प्रदान गर्दै आएको छौँ। आगामी दिनहरूमा पनि यस्तै समाजसेवामा लागिरहनेछौँ। मानसिक मात्रै नभएर सामाजिक, आर्थिक, भौतिक, शैक्षिक हरेक क्षेत्रमा हामी सुनसरी समाज गर्नुपर्छ भनेर हाम्रो समितिहरूले पारित गरेर हाम्रो चर्चित गायक हुनुहुन्छ यहाँ सुनसरीकै दीपक लिम्बू भनेर जसले पनि चिन्नुहुन्छ, हामीले अवश्य पनि उहाँलाई सम्झिनुपर्छ। लगायत जति पनि उहाँहरू बिरामी जो जति हुनुहुन्छ, हामी समाज सेवा नै खासमा संस्थाको उद्देश्य भनेको नि सेवा गर्नुपर्छ, अरूको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले खोलिएको हो। ओके, दीपक दाई, तपाईँ आज सुनसरीकै भन्ने कुरा यहाँ धेरै कुरा आइसक्यो होइन, र सबैलाई थाहा पनि छ होइन, नेपाली ताराबाट चाहिँ पहिलो नेपाली ताराबाट उदाउन सफल गायक भनेर चिनियो होइन। अन्तिममा बिरामीको विषयमा के भन्नुहुन्छ यहाँ? पक्कै पनि फेरि पनि अघि सबैले अपिल गरिसक्नु भएको छ। म पनि विशेष आफ्नो एउटा व्यक्तिगत तर्फबाट पनि सम्पूर्ण अहिले फर्स्ट नेटवर्क हेरेर बसिराख्नुभएका सम्पूर्ण आदरणीय दर्शक श्रोताहरूलाई अपिल गर्न चाहन्छु, हामीले थोरै थोरै एउटा सहयोगले धेरै बनाएर उहाँको जीवन, उहाँको परिवार सबै राम्रो हुन्छ भने किन नगर्ने होइन, त्यो अपिल गर्न चाहन्छु। र सुनसरी समाज युएले जे जति गर्नुभएको छ अत्यन्तै एउटा राम्रो काम गर्नुभएको छ। अन्तमा जति पनि यो फर्सी नेटवर्क हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई म के भन्न चाहन्छु भने हाम्रो विष्णु कुमार लिम्बूको लागि हजुरले सकेको सहयोग गरिदिनु होला। र विशेष धन्यवाद म आज हाम्रो निमन्त्रणलाई स्वीकारेर पालिदिनु हुने चर्चित गायक दीपक लिम्बूलाई धन्यवाद। र फर्च्युन नेटवर्कमा उपस्थित भएर हामीलाई जुन साथ दिनुभयो एउटा नेटवर्किङ एउटा मिडियाकर्मीमा जो हजुर मनोज सर हुनुहुन्छ होइन, र फर्च्युन नेटवर्क हेरेर सम्पूर्ण दर्शकबिनहरूलाई विशेष धन्यवाद। सुनसरी समाज युएको परिवार, सहयोगी मनहरू लगायत सबै व्यक्तिहरूलाई विशेष धन्यवाद। स्पेसल थ्याङ्क यू मिडियाकर्मी फर्च्युन नेटवर्क दीपक लिम्बू सर र हजुर बिरामी विष्णु कुमार लिम्बूलाई, हजुरलाई राम्रो हुनुहोला, सफल हुनुहोला, हजुरलाई यही शुभकामना दिन्छु। धन्यवाद। फर्स्ट नेटवर्क हेर्नकै लागि।